हेलो हजुर ल हुन्छ म सल्लाह गरेर म गर्छु। बुढी ए बुढी हजुर घरबाट फोन आएको छ यता आज बोल्नु सल्लाह गरौँ। के सल्लाह हो भन्नु। घरबाट आमाले फोन गरेको छ होइन, एकदम इमर्जेन्सीमा घर आ भनेको छ होइन। हामीले आज नै ड्युटीको मान्छे खोजेर कोही मान्छे ड्युटी पठाएर भोलि बिहान हामी गइदिनु भन्नु भयो होइन। हामीले आज टिकट काटेर कोही मान्छे राम्रो मान्छे पठाएर भोलि बिहान गइदिनु। समाजसेवी घर जानु पर्यो, कोही राम्रो मान्छे ड्युटीमा राखेर जानु पर्यो। आएको पनि 3-4 वर्ष भइसक्यो। घर त जाने भन्नुको बुढा ड्युटी कसलाई पो राख्ने हो। मान्छे तपाईँ चिनेको तपाईँ अर्को छैन, एकजना मान्छे चिन्जानको थियो होइन, त्यस्तै अब दलाली काम गर्ने ड्युटी मान्छे राख्ने यताउति 2-4 पैसा खान्छ उसले होइन। मान्छे चाहिँ 2 मिनटमा मिलाइदिन्छ, त्योसँग कन्ट्याक्ट गर्छ है। हुन्छ कल गर्नु न। के छ अब सन्चै राम्रो हुनुहुन्छ? सुनाउनु मेरो काम ठिक छ, तपाईँको सुनाउनु। अनि एकजना अब मान्छे छ फ्यामिलीवाला मान्छे यहाँ ड्युटी मेरो ड्युटी छोडेर घर जान लागेको छ होइन। एकदम इम्पोर्टेन्ट थियो, आजै मान्छे आएको छ होइन। तपाईँ इमिडिएटमा घर जाने भन्नुभयो, फेरि ड्युटी एक्कासी छोडेर जान लाग्नुभयो। कस्तो मान्छे राख्नु नै त कति खानु नि भात हुन्छ जसरी पनि जानु है, म तपाईँको घर पर्छु यताको अरू मान्छे छैन, एकदम अर्जेन्टमा जान लाग्यो कि होइन। हतार हतार छ मान्छे छ फ्यामिलीवाला। ल कुरा चाहिँ के भयो भने चाहिँ भाइ होइन, त्यो मान्छे लिएर आउँछु उसलाई चाहिँ तपाईँले चाहिँ पैसा चाहिँ तपाईँको 80 भन्नु होला। 80 भन्नु होला, त्यो 80बाट ऊ घटिहाल्यो भने पनि 70मा काम गर्नु होला, 70बाट तल नआउनु होला। अनि 70बाट तपाईँको 10 मलाई दिनुपर्छ मान्छे लिएको बापत, बाँकी चाहिँ 60 चाहिँ तपाईँलाई मिल्छ। ल म मान्छे लिएर भोलि बिहान आउँछु भाइ, त्यो मैले गरेको कुरा चाहिँ पक्का हुन्छ नि होइन भाइ? हजुर भाइ भन्नु त। भाइ एउटा ड्युटी मिलेको छ, हजुर हजुर त्यो ड्युटीको बारेमा सल्लाह भएछ त, भोलि बिहान तपाईँ मलाई हेर्नुहोस्। भात चाहिँ 80 भनेको छ। हजुर हजुर हामी तपाईँहरू म मिलेर जाम गर्छ ड्युटी हेर्नलाई, छिटो आउँछ है। हजुर त यहाँनिर आउनु न, यहाँ दोकान छ त्यहाँनिर तपाईँ। हामी यहाँनिर आउनु न यता, यता आउनु। ड्युटी बस्ने मै हो होइन। हजुरको पगार कति हुन्छ? पुस्ता पगार 15,000 दिएर हुन्छ। 15,000 बाहिर बनाउँछु मैले, 25,000 हुन्छ होइन। मेरो बुढीको मतलब 560-62,000 रुपियाँ हुन्छ होइन। 70,000 हाल्यो, अब 80,000 होइन। अलिक कम गर्नु होला होइन, घरबाट आएको मान्छे होइन। तपाईँ दुईजना मेरो कुरा सुन्नुहोस्। अब तपाईँको 80 पनि हुन्न, तपाईँको पनि 80 हुँदैन। दुईजनालाई चाहिँ अब 70मा ड्युटी टाइम गर्नु पऱ्यो।
घरबाट पुरा सुन्नुहोस् गाउँबाट आएको मान्छे आफ्नो नेपाली दाजुभाइ तपाईँलाई पनि यति 80 भन्ने कुरा नगर्नुहोस् होइन 70मा ड्युटी काम गर्ने र मलाई ड्युटी नगर्ने मान्छे आफ्नो भाइ हो अनि मिलाइदिनु पर्यो है भित्र भन्नु है बस्नु फिल्ड बनाएर आउँछ है मान्छे ल हुन्छ छिटो बनाउनुहोस् है हामीलाई ढिला भइहाल्छ फिल्टर हाल्नु पर्दैन दादा बिग्रिन्छ तर अर्जुन हामी घरि बाह्र ल हामी घरि ड्युटी बैठ्नेवाला आहे का सबैले किती काम करतो तपाईँले अपार्टमेंट काम किया बोले फैमिली है इसमें फैमिली है पूरा क्लीन करना है इधर झाड़ू मारना है मारना है डस्टिंग करना पूरा करेगा ना अपना गाँव वाला है ये मेरे गाँव वाला है कब से करना काम कर तुम कब जा रहे हो मैं तो कल सुबह चला गया इतना ही कुछ क्या हो गया हमने अभी सुबह में काम करता था इसे घर से इंटरनेट फोन आ गया फोन करते अभी आज ही आओ बोल रहा है मैंने बोला आप नहीं होगा कल सुबह आएगा बोलते आपको टिकट मिल गई तो ये कब से आएगा मेरे वो आज से आ जाएगा ना हाँ अभी किधर रहता है किस तरह रहता है अभी इसके बाद ठीक है बाद में तुम काम कम ज़्यादा स्टिक क्या करना है पूरा ऊपर का नीचे का क्या क्या करना है गाड़ी खींचना सब चीज़ करो मुश्किल है लेकिन अच्छे करना फिर अच्छा नहीं रहेगा तो फिर बाद में दिमाग में मुश्किल रहेगा हाँ ठीक है ना आ जाओ अपन पूरा इनका काम किधर क्या क्या सारा सब पूरा उसको बता नहीं सकते बाद में फिर हमारे भी मुश्किल होता है समझ रहे हैं ना तो नया आदमी तो फिर जैसे मानो ना इसका बता दो पूरा क्या डालेगा क्या है हमारा क्या करना है क्या नहीं करना पूरा बता ही दो ठीक है ना ठीक है चलो हाँ किया था काम तो मैं इस तरह वो आता जाएगा ना आता है तो ठीक है वो आएगा तो तुम काम सुन रहा होगा काम करो मैं ठीक है अभी नहीं करना ठीक है अब हामी पेमेन्ट गर्नु ल क्यास क्यासै फोन पे पन्ध्र क्यासमा गर्नुहोस् ल सरी हिजो ढिला भयो भने हिजो दिन भनेर मैले ढिला भयो आज पनि तपाईँ दलर भन्नुभएको थियो म जिम्मेवारी थपेर दिएको छु दुःख नमान्नु होला आज हामी जाने हो है दुःख कुरै छैन तपाईँले पुरा अब अहिले मलाई बढाएर दिनुभयो टोटल 15,000 रुपियाँ दिनुभएको छ धन्यवाद धेरै धेरै धन्यवाद तपाईँलाई यति काम गरिदिनु भएकोमा मैले मान्छे बनाइदिएँ तपाईँले इमर्जेन्सीमा मान्छे चाहियो भन्नुभएको थियो र मैले तपाईँको भनेपछि काम गर्थेँ मेरो काम पनि भयो तपाईँलाई धेरै धेरै धन्यवाद है ल ल तयार गयो हुन्छ बाई बाई बाई
अरे बहादुर किधर है? बाहर आ जाओ। हाँ जी आ गया। थोड़ा गेट खोल दो, मैं गाड़ी निकल के बाहर जाता हूँ। ओके। अरे बात इधर आ जाओ। आज गाड़ी क्लीन करता क्या? हाँ किया था। ऐसे क्लीन करता गाड़ी? दिखता नहीं तुमको? काम करना नहीं करना तुमको बताओ? तुमको पेमेंट देता है ना, इसलिए रखा है। अपने करो ये काम, नहीं तो निकल जाओ। और तुम बोला इसलिए तुमको रखा नहीं, क्लीन नहीं करेगा तो कैसे चलेगा भाई? बताओ। अच्छा राज थोड़ा बोलता हो कौन सी मौत से कर दे। वो अर्जुन बोला इसलिए तुमको रखा मैं। अगर काम तो नहीं आता तो तुमको पहले बोला चाहिए ना, मैं दूसरा आदमी रख लेता हूँ मैं। तुम अपना पूरे इस तरह बात लो, निकलो यहाँ से, नहीं चाहिए मुझे ऐसा आदमी। निकलो निकलो, नहीं चाहिए मेरे को, निकलो। और नहीं दिखना चाहिए सबको, मैं आया कर तुमको देखना नहीं चाहिए, आउट हो जाए यहाँ से। ओके निकल जाओ। सम्पूर्ण हाम्रा श्रोताबिन्दुमा नमस्कार। विशेष गरिकन हामीले यो भ्लग चाहिँ बनाउनुको कारण के भन्दाखेरि होइन, अब पछिल्लो चरणमा यस्ता घटनाहरू धेरै घटिरहेका छन् बेङ्गलोरमा, अल इन्डियामा भनौँ न। ड्युटी बेच्नेदेखि लिएर किन्नेसम्मका, त्यसपछि गएर बिचमा अरू मान्छेहरू आएर पनि होइन दलालीगिरी गर्ने, होइन कमिसन खाने त्यस्तो प्रवृत्ति भएको कारणले गर्दा हामीले जस्ताको तस्तै उतारेका छौँ होइन। कसैको जिन्दगीमा पनि खान सक्छ, त्यसको लागि हामी माफी चाहन्छौँ होइन। फेरि पनि हाम्रो भिडियोहरूलाई हजुरले हेर्दै गर्नु होला, माया गर्नु होला भन्न चाहन्छौँ र यस्ता भिडियोहरू फेरि हामी ल्याउनेछौँ। अर्जुन कुमार 44447 हजुरले सर्च गर्नु भने भेटाउनुहुनेछ र प्रत्येक भिडियोहरू पनि हामी योभन्दा पहिला पनि हामीले यसै उसमा युट्युब च्यानलमा हामीले अपलोड गरेका छौँ। फेरिका अरू आउने भिडियोहरू पनि हामी यो अर्जुन कुमार 44447मा हामी हाल्नेछौँ। तपाईँहरूले सम्पूर्णलाई सर्च गर्नु होला, हेर्नु होला, जस्तो लाग्छ उस्तै प्रतिक्रिया दिनु होला, लाइक कमेन्ट सब्सक्राइब गर्नु नबिर्सनु होला भन्न चाहन्छु। धन्यवाद।